सन् 2018 में आयोजित संयुक्त राष्ट्र संघको 73औं महासभाले सिफारिस गरे अनुरूप हरेक वर्ष जुन 7 का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने घोषणा गरेसँगै सन् 2019 देखि यो दिवस विविध कार्यक्रमहरू मार्फत विश्वभर मनाइँदै आइरहेको छ। नेपालको सन्दर्भमा राष्ट्रिय खाद्य स्वच्छता दिवस विक्रम सम्वत 2065 साल सन् 2008 देखि विभिन्न कार्यक्रमहरूको आयोजना गरी नेपालले मनाउँदै आएको छ। यसरी हामीले यस वर्ष विक्रम सम्वत 2082 साल सन् 2025 मा नेपालको 17औं राष्ट्रिय खाद्य स्वच्छता दिवस 2082 मनाउँदैछौँ भने विश्वभर 7औं विश्व खाद्य स्वच्छता दिवस 2025 मनाइँदैछ। खाद्य स्वच्छता तथा गुणस्तरको महत्त्वबारे जनचेतना फैलाउनु र खाद्य पदार्थजन्य रोगहरूको रोकथाम, पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न सबैलाई प्रेरित गर्ने उद्देश्य सहित खाद्य स्वच्छता दिवस मनाउँदै गरिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर मानव स्वास्थ्यको रक्षा र स्वस्थ जीवनयापनका लागि मात्र नभए देशको आर्थिक समृद्धि तथा दिगो विकासको लागि पनि अत्यावश्यक छ। यस सन्दर्भमा समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षा प्राप्तिका लागि खाद्य स्वच्छता तथा गुणस्तरको भूमिका समेत महत्त्वपूर्ण रहेको छ। यस वर्षको विश्व खाद्य स्वच्छता दिवसको नारा फूड सेफ्टी साइन्स इन एक्सन अर्थात् खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता रहेको छ। यस नाराले खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्नु, उत्पादनदेखि उपभोगसम्म खाद्य श्रृङ्खलाको प्रत्येक चरणमा अपनाइने क्रियाकलापहरू विज्ञान सङ्गत हुन जरुरी छ भन्ने दर्शाउँदछ। मानव स्वास्थ्यको सुरक्षा तथा खाद्य पदार्थको गुणस्तर सुनिश्चितताका लागि खाद्य श्रृङ्खलाका सबै चरणमै वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण कोडेक्स एलिमेन्टेरियस कमिसन क्याकले निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्डसँग समतुल्यता, आधुनिक खाद्य स्वच्छता तथा गुण व्यवस्था प्रणालीको कार्यान्वयन र त्यस अनुरूपको नियमन व्यवस्था आजको आवश्यकता रहेको छ। खाद्य पदार्थको स्वच्छता र गुणस्तर कुनै एक निकायको मात्र जिम्मेवारी नभई सरकारी निकाय, खाद्य उत्पादक, व्यवसायी, उपभोक्ता र मिडिया लगायत सबैको साझा जिम्मेवारी हो। यस दिवसले सबै सरोकारवालालाई खाद्य पदार्थको स्वच्छता र गुणस्तरको सुनिश्चितता गराउने, जिम्मेवार बनाउने, सुसूचित तथा जागरुक गराउने र खाद्य उपभोग व्यवहारमा सुधार ल्याउने प्रेरणा दिन्छ भन्ने अपेक्षा लिएको छु। विश्व खाद्य स्वच्छता दिवस 2025 को अवसरमा म सबै सरोकारवालालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 ले तोकेको दायित्व वहन गरौँ र यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग एक साथ मिलेर नेपालमा खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न सबैले योगदान पुर्याउन आह्वान गर्दछु। स्वच्छ, गुणस्तरीय तथा पोषिलो खाद्य पदार्थ खाऊ, स्वस्थ रहौँ।